हाई एभ्रिवान, इट्स मी अञ्जली। अब आज चाहिँ हामीले भाउजू र म मिलेर चाहिँ चाउचाउ च्यालेन्ज गर्न लागेको। करेन्ट हाम्रो चाहिँ फर्स्ट च्यालेन्ज हुन्छ। अलिकति नर्भस पनि छ तर हामीले चाहिँ 5वटा चाउचाउ ल्याएर हाफ हाफ चाहिँ गरेको छ। अब कसले छिटो खाने पनिसमेन्ट चाहिँ के चाहिँ स्पोन्सर गर्नुपर्छ। पनिसमेन्ट चाहिँ त्यो स्पोन्सरको हो। अब लेट्स गो। अब चाहिँ हामी गर्छौँ कसले छिटो खाने टाइमर चाहिँ लाउन पाएनौँ, त्यही भएर कसले छिटो खाने भन्ने चाहिँ अब कसले छिटो खाने कसले ढिलो खाने म सकेर लेट्स गो। डेढवटा हाल्ने हुन्छ दुईवटा हाल्ने हुन्छ त्यो सबै हाल्यो। डेढवटा हाल्ने हो के हो त्यो भनेको? 1 र हाफ। म चाहिँ पिरो यति पनि खान सक्दिनँ। म साँच्चै खान सक्दिनँ, तर भाउजू चाहिँ पिरोको रानी हुनुहुन्छ हो नि। म चाहिँ यति पनि खान सक्दिनँ। दुईवटा चामच लिएर आउनुपर्ने क्या, घरमा सकेर हुन्थ्यो। सबै हाल्ने एउटा त हाल्नु पर्दैन। एउटा हाल्दा एउटा हाल्नु भन्नु मलाई ल्याउनु न, म फोन गर्छु ल। हालिसक्नुपर्छ। फास्ट हो नि। सस्तो नै हाल्नु भयो। कतिवटा? एउटा थियो। आधी हाल्नु भएन? आधी हाल्नु भएन? सबै हालेँ के, आधी चाहिँ सबै हालेको के सबै हाल्नु भयो? कति चामल त? आइएम सो एक्साइटेड को विनर हुन्छ भने। यो चाहिँ जमेर कस्तो भयो? भर्खरै बनाउँदा बनाउँदा ढिलो भयो क्या अलिकति। कस्तो लाग्छ? लाइक गरिदिनु, हाम्रो भिडियोलाई लाइक गरिदिनु होला। दुईवटा हालौँ कि न? दुईटै हालेको नि मैले त। हाफ थियो नि ए एउटा हाफ थियो। खानुको लागि म चाहिँ एकदम धेरै हतार छु। हाम्रो चाहिँ यो फर्स्ट, अब लास्ट चाहिँ नहोस्, आउने दिन पनि भाउजू मेरो भिडियो चाहिँ अलि धेरै आओस्। त्यही भएर लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला हाम्रो कस्तो भयो भनेर। म यो देखेर कतिखेर खाउँ जस्तै भइसक्यो। मलाई गर्मी पनि भयो बेसरी है, किन म यो च्यालेन्ज गर्न आँटिनु। म कस्तो राम्रो देखेको थियो मेरो पुरा सुक्खा देखेँ। त्यो पिरो खानै सक्दिनँ, त्यही पनि मैले हालेको। यो बेटी चाहिँ खान सकौँ। पानी पनि लिएर बसेन कि पानी त खानु पाइँदैन। पानी त खानु पाइन्छ हो। ल 3 2 1 गो। के साह्रो धुलो छ नि। म जस्तै चिरिक्कै भए म नखाँदै यति पछि नखा, म पिरो खान सक्दिनँ झन्। हामीसँग चाहिँ यो पनि छ है कुरकुरे। कुरकुरे इन्ट्रोडक्सन चाहिँ गर्नै बिर्सेछौँ हामीले। म त ढाड चाहिँ पिरो खान नसक्नु गरम भयो। तपाईँहरू हेरेर थाहा पाइसक्नु भयो होला कसले जित्छ। मलाई चाहिँ पिरो त्यस्तो नि मनपर्ने भयो। म फेरि थपेको है। म त पिरो खान सक्दिनँ। मेरो आफूबाट आँसु आउन आँटिसक्यो है। गर्मी भयो।
my god. Oh. पानी घरमा हाल्नु Don't say the no. Oh my god. सबै सोल्नु पर्छ खाएको ले एकदम पिरो भयो छाती नै बोले गाइस Oh my god. Oh my god. हामी चाहिँ पानी पनि लिएर बसेन पानी पनि नखाने कहाँबाट धुवाइले लागिसक्यो भन्छ मलाई अलिकति पनि पिरो खान सक्दैन थोरै पनि है पानी खाने च्यालेन्ज चाहिँ होइन अब हाम्रो अर्को च्यालेन्ज चाहिँ के राख्ने भनेर कमेन्ट गरिदिनु होला हाम्रो फर्स्ट भिडियो हो राम्रोसँग हेरेर लाइक कमेन्ट गर्नु होला कसले चिटिङ गरे त्यो नि हेरिदिनु होला मलाई लाग्छ भाउले चिटिङ गर्नु रमाइलो चाहिँ भयो म कहिले पिरो नखानु माग्छ फर्स्ट भिडियो चाहिँ मेरो मुखको एक्सप्रेसन थाहा पाइहाल्नु लास्टै पिरो लास्टै हामीले सुप चाहिँ सबै हालेको थियौँ है लास्टै भयो हजुरले अघि सुप हालेको पनि देख्नुभयो होला अब हाम्रो यो फर्स्ट भिडियो नेक्स्ट च्यालेन्ज चाहिँ हामीले अरू नै के लिएर आउनेछौँ त्यसको लागि चाहिँ प्लिज लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला बोल्न सकेन आउने भिडियो चाहिँ अब के को राख्ने के च्यालेन्ज गर्ने हामी दुइटामा के भन्नु होला थ्याङ्क यू अहिलेको लागि बाई बाई अब नेक्स्ट भिडियोमा चाहिँ हामी भेट आउँछ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला बाई गाई बाई पनिसमेन्ट चाहिँ देखाउनु हुन्छ नेक्स्ट भिडियोमा राम्रो पनिसमेन्ट लिएर बाई थ्याङ्क यू पनिसमेन्ट चाहिँ के दिने भनेर भन्नु होला हामीले चाहिँ एकअर्कालाई के पनिसमेन्ट दिने हामी त सोच्नै आएन त्यही भएर थ्याङ्क यू फर वाचिङ